हजुरको दाँत बाङ्गोटिङ्गो छ होइन, दाँतको टोकाइहरू मिलेको छैन, हजुरलाई त्यो कुराहरू थाहा छ, त्यही पनि हजुरले इग्नोर गरिराख्नु भएको छ, ट्रिटमेन्ट गराइराख्नु भएको छैन भने चाहिँ त्यसले के समस्याहरू निम्त्याउन सक्छ। नमस्ते, म डाक्टर सुन्निमा शर्मा, कन्सल्ट्यान्ट अर्थोडन्टिस्ट। विगत 15 वर्षदेखि म समाज डेन्टल हस्पिटलमा कार्यरत छु। भन्ने चाहिँ अब हजुरको टोकाइहरू मिलेको छैन, बाङ्गोटिङ्गो छ भने चाहिँ कति केसहरूमा चाहिँ के हुन्छ भने दाँतको टोकाइ नमिल्दाखेरि चाहिँ दाँतहरूलाई प्रेसर परेर दाँतहरू छिटै हल्लिने, दाँतहरू छिटै झर्ने त्यो समस्याहरू हुन्छ है। अनि त्यस पछाडि अर्को भनेको चाहिँ जोइन्टको प्रब्लमहरू आउन सक्छ होइन। यो एकदमै धेरै आवाज आउने, गर्दाखेरि मुख भक्कु भई हुने, त्यो अड्किने भनौँ न, त्यस्तो समस्याहरू आउन सक्छ, दाँतहरू हल्लिन सक्छ। त्यही भएर चाहिँ यदि हजुरको दाँत बाङ्गोटिङ्गो छ, हजुरलाई थाहा छ त्यो कुरा भने चाहिँ समयमा उपचार गराएको राम्रो। अर्को भनेको चाहिँ अब हजुरले त्यो बेलामा गराउनु भएन होइन। अब हजुर एउटा एज अलिक ठुलो भइसक्नु भयो, त्यस्तो कन्डिसनमा कस्तो हुन्छ त भन्दा दाँत बाङ्गोटिङ्गो भएको कारणले दाँत कमजोर पनि हुने भयो है। बाङ्गोटिङ्गो भइसकेपछि दाँतहरूमा एकदम धेरै फोहोरहरू जम्मा हुन्छ, ब्रसहरू गर्दा राम्रोसँग सफा हुँदैन, त्यसले गरेर दाँतको चाहिँ हजुरको हड्डीहरू खिँदै जान्छ, गिजाहरूले ठाउँ छोड्दै जान्छ र एउटा उमेरमा पुगिसकेपछि हजुरले जति म दाँत मिलाउँछु भने पनि है, जति खर्च गर्छु भने पनि, जति हजुरले म जसरी पनि मिलाउनु पर्यो डाक्टर साहब भने पनि हामीसँग उपाय नहुन सक्छ। किनभने दाँत त बलियो हुनु पर्यो नि त्यसको लागि होइन। हजुरको दाँत आफैमा हल्लिरहेछ भने मैले त्यसमा तार लगाएर कसरी मिलाउन सक्छु है। त्यही भएर पछि चाहिँ मिलाउँछु भन्दा पनि नमिल्न सक्छ। त्यही भएर हजुरले चाहिँ समयमै समयमै समस्या छ भनेर थाहा पाइसके पछाडि चाहिँ समयमै गएर दाँत मिलाउन एकदमै जरुरी छ। तपाईको 26औं वर्षको गौरवमय सहयात्री समाज डेन्टल।